सफलता तपाईहरुकै हातमा छ। हरेक बिहान हामीलाई नयाँ अवसर लिएर आउँछ, नयाँ सम्भावनाहरू, नयाँ आशा बोकेर आउँछ। तर के हामी ती अवसरलाई सही तरिकाले उपयोग गरिरहेका छौं? के हामी आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहेका छौं? जीवनमा सबैभन्दा ठूलो चुनौती भनेको तिमी आफै हो। यदि तिमीले आफैलाई परिवर्तन गर्न सक्यौ भने तिमी आफ्नो सपना पूरा गर्न सक्छौ। तर धेरै जसो मानिसहरू आफ्नै डर, आफ्नै शंका र आफ्नै आलस्यको कारण अघि बढ्न सक्दैन। जब हामी साना थियौं, हिँड्न जान्दैनथ्यौं, तर के हामीले प्रयास गर्न छोड्यौं? के हामी लडेर हार मानेर बस्यौं? होइन, किनभने हामीलाई थाहा थिएन कि असफलता भन्ने कुरा के हो। हामी केवल सिकिरहेका थियौं, तर अहिले हामी किन डराउँछौं? किन पहिलो असफलतामै हामी पछि हट्छौं? आज हामी जसलाई सफल मान्छौं उनीहरू एक दिन अचानक सफल भएका होइनन्। उनीहरू असंख्य चुनौतीहरू पार गरेर, संघर्ष गरेर असफल भए तर हार मानेनन् र अहिले सफल छन्। सफलता एक रातमा प्राप्त हुँदैन, यो निरन्तर प्रयास, धैर्य र त्यागको नतिजा हो। जब तिमी थाक्छौ, जब तिमीलाई लाग्छ कि अब सक्दैन, तब तिमीले अझ एक पाइला अगाडि बढाउनु पर्छ, किनभने त्यो पाइला नै तिमीलाई सफलताको नजिक पुर्याउनेछ। जीवन एउटा दौड हो। केही समयमा तिमीलाई थकाइ लाग्न सक्छ, केही समयमा तिमीलाई हार महसुस हुन सक्छ, तर याद राख, दौड जित्नेहरू भनेका ती हुन् जसले अन्तिमसम्म दौडिरहन सक्छ। सफलता तिमीबाट टाढा छैन। तिमीले गर्नुपर्ने भनेको तिम्रो पहिलो कदम उठाउनु मात्र हो। तिमी हिँड्न थाल, दौड्न थाल, संघर्ष गर्न सुरु गर, अनि हेर्दै जाऊ तिम्रो जीवन बढलिन थाल्छ। आजको पहिलो श्रृङ्खलामा यति नै। फेरि यस्तै मोटिभेसनल भिडियोहरू लिएर आउनेछु। यस्तै मोटिभेसनल भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानल सागर अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गरेर छेउमै रहेको बेल आइकन पनि बजाउन नभुल्नुहोला। तपाईको साथ सपोर्टले थप भिडियो बनाउने ऊर्जा मिल्नेछ। धन्यवाद।